नमस्कार सम्पूर्णमा। आज म यो सानो भिडियो मार्फत तपाईसित म एउटा एकदमै महत्त्वपूर्ण एउटा जानकारी लिएर आएको छु है, तपाईसित साझा गर्नको लागि। यो चाहिँ मेरो पास्ट एक्सपिरियन्स भनौँ म, या मेरो पास्ट मेमोरिजहरू तपाईसित म सेयर गर्न चाहन्छु। जो पनि 1980s to 1990s मा जन्मिएको छ है, त्यो बिचमा जन्मिएकोहरू, उहाँले जति पनि मेमोरिजहरू ग्यादर गरेको छन् उहाँलाई थाहा छ। अब हाम्रो त्यो समय चाहिँ एकदमै गोल्डन लाइफ थियो, अन्तखेरि गोल्डन एरा नै भन्छु है। त्यो समयमा हामी सबै कुरो पायौँ हामीले। हाम्रो समयमा के पनि थिएन, तर सबै खुसियाली चाहिँ थियो, अब हामीले पायौँ है। र अहिले जति पनि हाम्रो देख्छु दाजुभाइ, मेरो दिदीबहिनीहरू, उहाँहरू पनि नोस्टाल्जिक भएर त्यो विगतको दिनहरूलाई सम्झेर उहाँहरू पनि अब अलिक रमाउँछन् होला है। उहिले फोटोहरू हेर्छन् फेसबुकतिर है, देख्छन् होला। र म पनि त्यही सन्दर्भमा नै मैले एउटा चिज लिएर आएको छु है। यो चिजलाई पनि तपाईँले यसो ध्यान दिएर हेर्नुहोस्। यो हाम्रो समयको पालोको यो क्यासेट भनिन्थ्यो है। यो चाहिँ वकम्यानमा युज हुन्थ्यो, टेपतिर युज हुन्थ्यो है। हाम्रो टेपमा युज गर्थ्यो हामीले। अनि यसमा चाहिँ के हुन्थ्यो नि, यो चाहिँ रिल हो। रिल जब चुटिन्थ्यो, चुटिँदा चाहिँ हामीले नेल पलिस लगाएर टाल्थेँ है। यसलाई टालेर फेरि यसलाई पेनले पेन्सिल यसरी घुमाएर उयो गर्थेँ, अब रिललाई भित्र हाल्थेँ, नभए कान्छी अम्लालाई यसरी गर्थेँ। अब यो चाहिँ हाम्रो पहिलाको एउटा यादगार छ हामीसँग त है, यो जोडेको छ अब यो दिनहरू है। र यही भन्नुको लागि मैले यो भिडियो बनाएको हो है। तपाईँलाई मनपर्छ कि मन पर्दैन, यस्तै भिडियोहरू म तपाईँ समक्ष ल्याउन चाहन्छु है। आजको लागि यति मात्र। फेरि भेटौँला नेक्स्ट भिडियोमा। बाई बाई, सी यू, शिवरात्रि।